सो हेलो गाइज वेलकम ब्याक टु अनदर गेम प्ले सिरिज। सो गाइज आजबाट चाहिँ हामीहरू माइनक्राफ्ट खेल्न गइरहेको छौँ है। माइनक्राफ्ट पकेट एडिसन हो है गाइज, र मैले मेरो नाम चाहिँ एसके वरियर 2981 राखेको छु है। सो लेट्स स्टार्ट प्लेइङ। मेरो दुईवटा वर्ल्ड छ, त्यो दुईवटै डिलिट गरिदिन्छु है गाइज। हजुरहरूको अगाडि नै म एउटा सर्भाइभल बनाउँछु र त्यसको सिरिजहरू पनि ल्याउँछु म है। सो लेट्स स्टार्ट। एउटा हेर्नु सर्भाइभल वर्ल्ड नर्मलमा छ, हार्ड कोड पछि बनाउँछु। एडभान्समा गएर हामीहरू यो सिडहरू केही पनि नहाल्ने, स्टार्टिङ म्याप केही पनि नहाल्ने। हजुर अगाडि बनाइरहेको छ हेर्नुहोस्, कोअर्डिनेट्स र डेज प्लेटहरू देखाउँछ। चिट्सहरू हेर्नुहोस् अफ छ। रिसोर्स प्याक मस्त यही सेड प्याक्सहरू छ एउटा, यो अन गरिदिउँ। सो स्टार्ट क्रिएट गरिदिएको छु। जबसम्म यो क्रिएट भइरहेको त्यति बेरसम्म मेरो यो भिडियोलाई लाइक गर्नु होला, मेरो च्यानल सब्सक्राइब गर्नु होला, कमेन्टमा भन्नु होला म अझै यो सिरिजहरू ल्याऊँ कि नल्याऊँ भनेर। अब म यो लोड भएपछि हजुरसँगै भेट्छु है गाइज। सो गाइज हाम्रो वर्ल्ड बनिसकेको छ है। काफी राम्रै स्पन पाएको छौँ है गाइज। अब हजुरहरूले त थाहा नै होला हामी माइनक्राफ्टमा सबैभन्दा पहिला आउन साथ के गर्छौँ भनेर। अरू केही पनि होइन, वुड मात्र काट्ने हो। राम्रो स्पन भेटाएको छ, स्नो बाइम, टाइगा। यो स्प्रुस वुड मलाई एकदम मनपर्छ। यो कस्तो डार्क डार्क खाले हुन्छ, मनपर्छ मलाई यसको कलर चाहिँ। स्नो बाइम त अलिक मन पर्दैन है गाइज। म यो वुड काटेर हजुरसँग भेट्छु है गाइज। सो गाइज मैले यति 7वटा वुड काटिसकेको छु है। के हो यो रबिन जस्तो छ त, के रहेछ? यहाँबाट स्टोन लिनु त मिल्छ होला गाइज। ओ सेट पाउडर स्नो झन्डै जमेको थियो हामी। ओएमजी अलिकतिले जमेको गाइज। हामीहरू स्नो बाइममा फुक फुक कदम राख्नुपर्छ हामीहरूले। एमजी स्टोन गर्नको लागि एकैचोटि हामीहरू रिसोर्स। वाउ प्लेन्स पनि छ जस्तो छ यो उसमा त। भिलेज भेट्यो भने त झन् राम्रो गाइज। प्लेन्स हो यो, प्लेन्स त जस्तो छैन है, तर जङ्गल ठिक छ। माइनक्राफ्ट जङ्गल मलाई मनपर्छ यतिको। अनि तल जाम गाइज, यो रुखबाट नचढाउँ माथि, अब तलतिर जाम सिधै। एमजी के हो यहाँबाट कसरी जाने मुनि? अब सिधै तलतिर जाम है। त्यसपछि हामीहरू सबै वुडको प्ल्याङ्कहरू बनाएर प्ल्याङ्कहरूले अब अर्कै रिसोर्सेसहरू अझै अपग्रेड हुनुपर्छ नि स्टोनमा। गाइज मेरो हार्ट एक हार्ट गइहाल्यो नि, 1.5 हार्ट, त्यो पनि एक हार्ट पनि होइन मेरो, 1.5 हार्ट गयो। ओएमजी यस गाइज हामीले कोल भेटिहाल्यौँ है। यतिको कोल छ यहाँ नि कोल रहेछ। यहीँबाट हामी स्टोन पनि लिऊँ, कोल पनि लिऊँ। सबैभन्दा पहिला सुरुमा त यसलाई यहाँ राखेर सबैको प्ल्याङ्क्सहरू बनाऊँ है। यो प्ल्याङ्क्सलाई स्टिक बनाऊँ, अनि त्यसपछि स्टिकको क्राफ्टिङ टेबल, अनि अझै 2टा स्टिक बनाऊँ है गाइज। अब यसलाई यहाँ राखेर एउटा स्टोनको पिक्याक्स मात्र भएन, सरी वुडको पिक्याक्स, स्टोन होइन। त्यसपछि हामीहरू एउटा स्टोन कलेक्ट गरौँ। 3टा स्टोन भए पुग्छ है गाइज। अब एउटा पिक्याक्सको लागि त अब एउटा स्टोन पिक्याक्स बनाइदिउँ। स्टोन पिक्याक्सले अब छिटो माइन हुन्छ नि त गाइज। सो लेट्स स्टार्ट माइनिङ है। अब म अलिक धेरै स्टोन कलेक्ट गर्छु, त्यसपछि हजुरसँग भेट्छु है गाइज। सो गाइज मैले 17वटा स्टोन अनि 6वटा कोल भेटाएँ है। अब यिनीहरूले हामी स्टोनको टुल्सहरू बनाऊँ है। एउटा एक्स एउटा सवेल बनाऊँ, भयो पुग्छ। अनि त्यसपछि यो सबै इन्भेन्ट्रीलाई चाहिँ मेन्टेन गर्नु जरुरी छ क्या गाइज है। यो पनि यता राखौँ। यो वुडको पिक्याक्स त बाहिर फाल्दा हुन्छ है गाइज, बाहिर फालिदिउँ। अनि त्यसपछि यो सबैलाई मिलाएर राख्नु पर्यो। ओके कहाँबाट गरेर यो गाइज एउटा खानाको इन्तजाम त भयो। क्रिटिकल एकदम सजिलो क्या गाइज, छिटो नै मर्छ। जाम अब यहाँबाट पारिपट्टि जाम गाइज। अब चिकन चिकन मर मर मर, ठ्याक्क मऱ्यो। खाना पनि भेट्यो, म पानीमा पनि झरेँ। लेट्सको स्विम गर्दै हामी माथितिर जाम गाइज है। स्विमिङ गर्न कति मजा आउँछ माइनक्राफ्टमा है गाइज। हजुर माइनक्राफ्टमा स्विम गर्न मजा आउँछ भनेदेखि यो भिडियोलाई लाइक गरिदिनु होला र कमेन्टमा भनिदिनु होला कसलाई मजा आउँछ भनेर। ओ सेट त्यही भएर मलाई मन पर्दैन क्या पहाड चढ्न, त सब ब्लकबाट लडिहालिन्छ। ए अब यहाँबाट बाटै छैन, त्यही भएर मैले सबै बनाएँ गाइज। वाउ कति राम्रो गाइज है। ओके 3टा भयो डट। सो लेट्स स्टार्ट गो, लेट्स गो।
अगाडि जाम अगाडि मास्तिर मास्तिर माथि 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 के गाइज माथि माथि लेट्स गो माथि जान हौ स्टिप वाउ सिप भेट्यो गाइज सिप भेट्यो छ्या माथि चढ सिप भएको छ अहिले फेरि यही मान्यो सिपको बिना त हाम्रो गेमै अधुरो हो नि सिप भएपछि वुड पाइन्छ वुडले हामीलाई मद्दत गर्छ नि त खोइ पिक यहाँ पिक थियो ओके दुईटा पर्क सब भयो गाइस हामीसित है कुद्दै जाम ओह सेट चिकन पनि थियो मैले चिकन देखाएको थिएँ भर्खरै ए नदेख्ने कुरा हुन्छ मैले देखेको चाहिँ सधैँ रियल हुन्छ क्या गाइस मेरो आँखाले कहिल्यै धोका खाँदैन अलि अगाडि जाम यो चिकन नि मर अब गाइस म अलिकति खाना इकट्ठा गरेर हजुरसँग भेट्छु है गाइस धेरै जनावर त भेटेन है मैले यहाँ 3टा पोर्क चप 2टा चिकन त्यति मात्र भयो तर मैले यहाँ पम्किन भेटाएँ गाइस मतलब कि त्यतै उता छ है धेरै टाढो छैन मतलब कि के त्यो प्लेन्स बायोम जस्तो छ गाइस हामी यहाँ माथि चढेर हेर्नौँ उता जाम गाइस त्यो प्लेन्स बायोम जस्तो छ अब त भिलेज भेटिसकेपछि सजिलो हो कि गाइस माइनक्राफ्टमा भिलेजमा रिसोर्सेसहरू हुन्छ नि त धेरै अब टार्जन भन्ने टार्जनको हेक्डी निक्ल्यो अब सेट अलिकतिले बच्चा गाइस म अलिकतिले ओ सेट यहाँबाट जाम न सिधै उतापट्टि जाने हो नि हामी त बाटोमा जति एनिमल भेट्यो सब काटेर जाम खाना चाहियो नि त हामीलाई जाम 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 त्यहाँ पुग्नुपर्छ छिटो ओहो जाम 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 गाइस जाम ओएमजी गयो मास्तिर चढ स्टिप छिटै न ओ सेट मेरो हेल्थ धेरै कम भइसक्यो गाइस है अब कहीँनिर गएर रेस्ट लिनुपर्छ त्यसपछि मात्र उ गरौँ एक्सप्लोरेसन अझै गरौँ न एउटा पर्क सब चाहिँ खाँदै है घप ओएमजी गाइस यहाँ केही पनि छैन त धेरै जस्तो त चिकन छ एउटा कस्तो चिकन भाग्यो हौ भागेर कहाँ बच्छ भागेर सुप्रिमसँग बच्छ एसके वारियर पो त फेरि गाइस म सोचिरहेको छु हाम्रो च्यानलमा हाम्रो सब्सक्राइबरहरूको नाम बोलाउनको लागि हामी एउटा ग्याङ जस्तो नाम राखौँ है जस्तो कि कुनै एउटा ग्याङ एसके ग्याङ नभए सुप्रिम ग्याङ तिनीहरूबाट एउटा नाम सजेस्ट गर्नु होला मैले त्यो दुईटामा कुन चाहिँ राम्रो हुन्छ सजेस्ट गर्नु होला है गाइस मलाई सिप कराएको त सुन्यो सिपै देखिन वाउ त्यहाँ कस्तो राम्रो रहेछ आइल्यान्ड रहेछ ठ्याक्क बिचमा भिलेज जस्तो त लाग्यो भिलेज ओ त्यो सिप्रेक हो गाइस त्यो सिप्रेक रहेछ गाइस लेट्सको सिप्रेक लुट्न जानुपर्छ गाइस अन्डर वाटर जान एकदम मजा आउँछ है गाइस मलाई किन हो त्यो सिप्रेक रहेछ धन्यवाद भगवानजी मैले अहिलेसम्म चाहिँ त्यस्तो बेसरी यस्तो छिटो अपग्रेड चाहिँ गरेको थिएन है गाइस मैले अरे वर्ल्ड छिटो कुदम छिटो कुद वाउ सिप्रेक गाइस सिप्रेक छ है गाइस रात पर्न लागिसक्यो सिप्रेकलाई लुटिहालौँ के पनि छैन गाइस यहाँ त माथि छ हाम्रो अक्सिजन सकिन लाग्यो ओ बल्ल तल बच्यो अक्सिजन सकिन लागिसकेको थियो सो गाइज आजको लागि यति नै राखौँ है अब हामी अर्को भिडियोमा भेट्छौँ र माइनक्राफ्ट
को हजुरहरूलाई सिरिज चाहिन्छ यही च्यानलहरू मलाई कमेन्टमा नि भन्नु होला त्यतिखेरसम्मको लागि गुड बाई टाटा बाई बाई आज मलाई थाहा यो भिडियो कम सानो भयो तर म अर्कोचोटि एकदम लङ भिडियो ल्याउँछु त्यसको लागि माफी चाहन्छु आजको लागि त्यतिखेरसम्मको लागि बाई बाई टाटा बाई बाई गाइज